आज म इरानको बारेमा एउटा म्याजिक देखाउन गइरहेछु हैन। अहिले इरानमा एकदम प्रोटेस्ट भइरहेछ नि त। त इरानको करेन्सीको बारेमा म भन्न गइरहेछु। जस्तै इरान IRR टु USD सर्च गर्नु हैन। अनि IRR टु USD सर्च गर्दाखेरि अनि इन्टर गर्नु। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ के लेखेको छ 1 इरानी रियाल्स इक्वल टु 0.00 युनाइटेड स्टेट डलर्स। यहाँ हेर्नुहोस् है। यहाँ इरानी रियाल दिएको छ, तल युनाइटेड स्टेट डलर दिएको छ। 1 इरानी रुपियाँ बराबर 0 डलर छ। यदि मैले यहाँ 1 डलर बनाउनु पर्यो भने कति इरानी रुपियाँ दिनुपर्छ। जस्तै मैले 1 डलर हालेँ भने ओ माई गॉड, यहाँ हेर्नुहोस् त 11,37,500 इरानी रुपियाँ दिनुपर्छ। यो त बोरामै कसेर लानुपर्छ हैन। त त्यसैले इरानमा आजभोलि खुब प्रोटेस्ट भइरहेछ हैन। एकचोटि गुगलमा गएर सर्च गर्नु त र यो भिडियोलाई शेयर पनि गरिदिनु होला है। धन्यवाद।